झापाली पाँच थरे तीर्थमेले फेरि पनि एउटा ताप्लेजुङ्गेको गफ सुन्ने हो त। दह्याङ राईले एक्टिङ ताप्लेजुङ्गेले सिकाएको। ताप्लेजुङ्गे केटाहरूको नाम सुन्दा धरानको घोपा क्याम काम छ, असल्ला माछा टोकोमा बोक्छौँ। ताप्लेजुङ्गे एक बोट अलैँचीले 3टा गाडी आउँछ। भगवानले खुसी बनाउने या देवताले खुसी बनाउने ढुङ्गाको प्रत्येक माङ्लुङ ताप्लेजुङमा पाइन्छ। ससुराली जाने भए कसैले बोक्ने पङ पाइन्छ र विश्वकै महँगो जीव ताप्लेजुङमा पाउँछ। दाहिने सङ्घ चाहिए ताप्लेजुङलाई सम्झनु, हातको सिप चाहिए ताप्लेजुङमा आउनु, भाषा लिपि चाहिए पछाडिको श्रीजङ्गा ताप्लेजुङमा जन्मेकोलाई सोध्नु। ताप्लेजुङको प्रत्येक घरमा केल्मीको सोरुम छ। छोराछोरी बच्चाहरू चाहिए ताप्लेजुङको मुकुमलुङ आउनु। र फिल्म सुटिङ गर्ने भए विश्वको सुन्दर ठाउँ ताप्लेजुङको उलाङचुङ्गोला आउनु। ताप्लेजुङको जडीबुटी औषधिले विश्वको बजार छाउँछ। ताप्लेजुङको बिहा बर्खन्द बर्थडे पार्टीमा ग्रिन लेबल बाँड्छौँ। भात खाएपछि कोकले हात मुख धुन्छौँ। विश्वको महँगो कालो सुन ताप्लेजुङको जङ्गलमा फल्छ। विचार गर नत्र ताप्लेजुङेले फेरि सम्झाउन पनि जान्दछ। बुझ्यौ नि? बुझिराख, बुझे काम दिन्छ।